ल कुकुरलाई खेलाउनु भएको भाइ यता बाबाई आँखा झुमझुम गर भाइ अझै खै सेवा ल अब यहाँ होटलमा खानासाना खाएर बस्छौँ साथीहरू पापा आउनुहुँदैछ ए घुमाइ नि डरै घुम्यो ल आज गाडीको सबैजना खाइसक्यो। हेलो साथीहरू नमस्कार। आज चाहिँ हामी भेटेटार घुम्नको लागि बुबा मम्मीहरूसँग सबैजनासँग आएको छौँ। हजुरहरू पनि हामीसँगै रहनु होला भन्दै आजको भेटेटारको दृश्यहरू हजुरहरूलाई देखाउने कोसिस गर्नेछु। हजुरहरूले पनि हेरेर मनोरञ्जन गर्न सक्नुहुनेछ। हजुरहरू पनि यो ठाउँमा आएर भिजिट गर्न सक्नुहुनेछ। भेटेटारहरू स्काई वकहरू गरेर हेर्न सक्नुहुनेछ भन्दै साथीहरू सँगै रहनु होला। भेटेटारको टपमा आयो बस्यो। अब यस्तै हो बाबा भेटेटार। पहिला म पनि आएँ, खासै त्यस्तो त लागेको थिएन, तर मान्छेले धेरै यो ठाउँलाई मन पराउँछ नि त, त्यही भएर आउँछन्। हजुर विकासित त्यो भएको हो। हजुर हो पहिला त नामै मात्रै चल्या हो। त्यो टावर जुन यहाँ थियो नि भेटेटार, अब डिस्ट्रिक्टमा पनि त्यो छ। अनि अब त्यसैले नाम चलेको हुन्छ। मम्मीहरू हाम्रो चाहिँ छोरी उहाँ पाउनुहुँदैछ। यस्तै छ है, यस्तै छ हाम्रो जिन्दगी। कहिलेकाहीँ त घुमफिर गर्नै पर्यो, डुल्नै पर्यो। साथीभाइहरूलाई पनि ठाउँ ठाउँको भ्यूहरू देखाउनै पर्यो। तपाईँले त्यता आउनु बाइक आउँदैछ। दशमी रवितिर पुग्ने रोड पनि त बन्दै रहेछ त माथि। रवि दशमी पुग्ने बनाउँदै रहेछ यो पापा यहाँबाट। यो रवि जान्छ अरे? हजुर राखेर 1 किलोमिटर राखे निस्किने डाइरेक्ट हजुर। यता माथि चढ्नु न पापाहरू। हो भने टाढ यहाँबाट रमिता हेर्नुपर्छ। यता यसो रमिता हेर्नुपर्छ। गर्मी भन पनि त्यस्तो छैन, शीतलै छ, ठन्डी नै छ। मम्मीलाई भेटेटार कस्तो लाग्यो त? भेटेटार राम्रो लाग्यो। हावा कस्तो चलिरहेछ यस्तो? हजुर हो त। हजुर भने यो रायगञ्ज झारखण्डबाट यहाँ संस्करण आउँछ। हिजो तिनै नगएको छ त्यत्तिकै लाइन यहाँको विशेष हावा र पानी। हजुर हजुर एकदम हावा र पानी निश्चल। एकछिन बस्दा पनि भोक लागिहाल्छ। हजुर हजुर घुमी फेरि खानु लाग्यो। खुसी आउनु भाइ, हामी आउनु। गाडी आउँदैछ साइडमा आउनु भाइ। यहाँ को आउनु बाई बाई। खै यो चाहिँ हाम्रो भेटेटारको स्पेसलिस्ट शालिग हो। आउनुहुँदैछ। हामी चाहिँ अघि बढ्दैछौँ साथीहरू। हेलो ए यहाँ हेर्नु त, बाई बाई गर्नु मेरो नाति। बाई बाई गर्नु नाति।
नाति कोपा अब हिँडाइ छ यसरी डुङ गुडुङ होइन बाई बाई गर्नु न उता यता बाई बाई है बाई बाई यता हेर्नु त यहाँ हेर्नुपर्छ यहाँ तपाईँलाई हेरिरहनु भएको छ नि है आँखा झिमिक झिमिक गरिदिनु त अझै गुड फेरि फेरि ल ठिक छ मेरो नाति खतरा छ जय भन्नु पर्यो होइन गर्नु हाँस्दिनु फेरि हाँस्दिनु यता यता के खानुभयो के खानुभयो ऐसे भन्नु सेवारो भन्नु ऐसे सेवारो ऐसे आउनु भन्नु छिटो कोमाहरूलाई पछाडि बोलाउनु त यता पछाडि उता आउनु भन्नु छिटो आउनु भन्नु ऐसे साथीहरू हामी चाहिँ नातिसँग चाहिँ सबैजना भेरेटार स्काई वकमा आइपुगिसक्यौँ देख्न सक्नुहुन्छ हामी यहाँबाट माथि स्काई वक तर्फ जाने योजना गर्दैछौँ खोइ पूजा घर यहाँबाट अब चिन्न सक्छस् त त्यता चाहिँ हिँड्ने नै हो ए गुराँस त यहीँ फुलिरहेको रहेछ नि त रातै हेर अब माथि तिनचुरे तेर्थुमतिरको चाहिँ यतिखेर फुलेको रहेन रहेछ तर यहाँ चाहिँ फुलेर लटनम्मै रहेछ है भेटेटारको डाँडामा चाहिँ भाइ पर हेर्नु त ल साथीहरू हामी चाहिँ अब यो स्काई वकमा चाहिँ हामी पसिसकेका छौँ भेटेटारको आउनु ल हिँडाउनु ठिक छ ल बरु हो ठिक छ ल आउनु ल ताते भाइ ल नाति डर छ नि उसलाई रहर लागेको ठिकै छ तर हातमा भन्दा पनि ल हात त हुन्छ अलिक त्यही कलेज पछाडिबाट सपोर्ट गर्नु ल मम्मीले बोक्नु पर्यो नि हामी आइपुग्यौँ भन्दा पनि हुन्छ साथीहरू छोरीहरू मम्मी बाबाहरू यहाँभित्र पस्याउनु भयो ल माथि टिकट काउन्टरबाट पनि माथि आयो त्यहाँ चाहिँ चट्ट बसेर रेस्ट गरेर खाजा नास्ता खाने चिया नास्ताको पनि इन्जोय रहेछ ल नाच्ने हो कि हो नाति नाच्ने हो ल यता नाच्नु ल नाच्यो यो केही पनि थिएन यहाँ एउटा त्यो टावर मात्रै त्यो पनि कति वर्ष थन्किएर त्यतिकै बसिएको थियो अहिले चाहिँ अब यो कति वर्ष गति भयो यो फुलेको 1 वर्ष 1.5 वर्ष कस्तो भयो 3-4 वर्ष भयो है त्यस्तो त्यहाँ परको चाहिँ
त्यो सानो पाखी भएर यो मात्रै फरक हो। ल अब हामी चाहिँ यहाँ भित्र चाहिँ यसो मनोरञ्जन गर्न लागेको छौँ। हजुर ठिक छ। ल टिकट सो गर्नु पर्यो। ल अब जुत्ता नपकाउनु न, जुत्तै माथि लाग्ने के गर्नु कप्टा भित्र पस्नको लागि चाहिँ हामीले अब यो प्लास्टिकको सेफ्टी सुज लगाउनु परेको छ। भाइ पनि लाउने नि, भाइको यहाँ, भाइको कहाँ, भाइको यहाँ। ल म चाहिँ भिडियो बनाउँदै मात्रै गइहालेछु। ल ठिक छ, लु जाउँ। चिसमाथि टेकेर टक्कै म मिठो डराउनु हुन्छ क्या हो। भाँचिँदैन हाम्रो डराइसक्यो। छोडिदेऊ न, अब छोडिदेऊ त। अब यता बुझ्न ल्याएर होइन नपकाउनु न, त्यतिकै छोडिदेऊ। डराउनु नडरे आउनु न हौ। मम्मी त डराएर लु हेर्नु त। यता हेरेर आउनु मम्मी त। केही हुन्न, सबै हिँडिरहेको छु। पार्टी भइसक्यो। घुमेर हामी चाहिँ आइसकेछौँ। निस्किसकेका छौँ साथीहरू। हाम्रो परि साथीहरू पनि हुनुहुन्छ, बहिनीहरू हुनुहुन्छ। उहाँहरूले साथ दिनुभयो, उहाँहरूलाई धन्यवाद। अब चाहिँ ए कस्तो लाग्यो अहिले चाहिँ खोलखाल गरिसक्नुभयो। लु पापा पनि यो मिलाएर दे त। ल यो चाहिँ सकेको अवस्थाहरू हजुरहरूलाई पनि इच्छा टाइम मिल्यो भने आउन सक्नुहुन्छ। धनकुटाको भेटेटार स्काई टावरमा आउन सक्नुहुन्छ। राम्रो ठाउँ छ एकदमै। ठ्याक्कै लाली गुराँस। ल एउटा तेर्सो फोटो खिचिदिन्छु है। अलिक यसो यसो घामतिर फर्किँदा अलि यतापट्टि चाहिँ आइज न। यहाँ हो 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 है आउँछ। ल राम्रै आएको छ। स्टाइल चेन्ज गर ल। हो ठिक छ। ल सलाम
बनाउँदा सजिलो छ बोल्दा त्यसलाई चाहिँ साह्रै एक कसै पनि ध्यान दिइराख्नु पर्छ है माथि ल ल ल बाई ल माम खानु ल आमै नानी हो ल के खानुभएको के खानुभएको बाबु ठुलो मान्छे आँखा झिमिक झिमिक खोइ आँखा झिमिक झिमिक अझै फेरि आमा गो होटल हामी चाहिँ बसेर कस्तो छ खाना पूजा मिठो छ मम्मी कस्तो छ खाना ल यहाँ मम्मी बाबा खाना चाहिँ साथीहरू स्पेसल छ धनकुटा भेटेटारमा ल साथीहरू अब पछि भेटौँ ल